हेलो वेलकम ब्याक पक्रेन्स डेमा। सो आज चाहिँ हाम्रो केटाहरूलाई लिएर हामी माथि छतमा आएको छ। सो हाम्रो केटाहरूलाई चाहिँ दिनमा एकचोटि चाहिँ हामीले बाँकी निकाल्छ यस्तो ओपन एरियामा, कहिलेकाहीँ पार्कतिर, कहिलेकाहीँ चाहिँ यस्तो अब यस्तै माथि छततिर होइन। यस्तो बेलामा चाहिँ उनीहरू धेरै कुराहरू डेभलप हुँदैछ नि त उनीहरूको। ओए तान त कान्छी आमाको हालत, मेरो गृहमन्त्रीको हालत यस्तो छ। बच्चाले तान्न उता एकचोटि किन तान्न एकचोटि एउटा छिटो। मलाई यहाँ तेरीको मलाई खाएर अनि यहाँ हेर त हाम्रो बच्चाहरूलाई चाहिँ हामी काठमाडौँको पुरा भ्यू देखाइदिन्छौँ। यस्तो छ अलिकति मलाई मिलेन, यस्तो साइडमा चाहिँ ठिक्क हुँदैछ ल। यति खुसी हुन्छ क्या होइन। आजभोलि त उनीहरूको ह्याबिट नै भइसक्यो। यति टाइम ठ्याक्कै उनीहरूले टाइम याद हुँदो रहेछ। यो टाइममा बाहिर निकालेन भने चाहिँ खच्चा रिस है। सो यतिखेर चाहिँ हामीले बाहिर निकालेन भने चाहिँ यस्तो रिसाउँछ कि यस्तो रिसाउँछ केटाहरू है, रुएर। यो त झन् यसको त कुरै नगरौँ। सो हाम्रो माथि छतबाट चाहिँ खतरा देखिन्छ काठमाडौँ लपडाँडा। यहाँबाट चाहिँ हाम्रो यहाँ लपडाँडा देखिन्छ है। अनि यता बौद्धको टुप्पो देखिरहेछ। अनि यतापट्टि अब माथि तारे भिरतिर पनि देखिन्छ। स्यामसङ हो नि त, यो स्यामसङ खतरा है। ल यहाँ देखायो ल। वाउ आनन खुसी छ ल। छोडिदियो त एकचोटि। अघि नै हामीले छोडिसक्यो। यिनीहरूलाई चाहिँ पुरा यहाँदेखि कुदेर त्यहाँ माथि पानी धारामा कुदेर यसले सबै फोहोर बनायो। ल छोडो यहाँ। धेरै खुसी हुन्छ कि यस्तो गऱ्यो भने चाहिँ। सो तपाईँहरूको पनि बच्चाहरू छ भने चाहिँ भित्र राख्ने होइन। उनीहरूलाई चाहिँ अब धेरै त होइन, आधी घन्टा त्यस्तै समथिङ 1 आवर त्यस्तो चाहिँ बाहिरतिर राख्नु पर्दो रहेछ कि। ए होइन के हेर्दैछ त्यो यो डाकेन के हेरेको एउटा मामाले है। हाम्रो त बिजोग छ हेर्नु बुढी, बिजोग छ हाम्रो, बिजोग छ। केटाहरूलाई खुवाउने केटाहरूलाई हेर्ने दुईजना त अनिवार्य चाहिन्छ। बाख्रा गोडालालाई भन्दा धेरै चाहिन्छ। हाम्रो केटा हेर्न माथि क्या खुसी भइरहेछ क्या। चलो वाउ किन माथि प्लेन हेर्दैछ र प्लेन हेर ल। ए यहाँबाट चाहिँ हाम्रो एयरपोर्ट पनि नजिक छ है। यहाँ प्लेन ल्यान्डिङ हुन लाग्यो। बुत्ता एयर एयरपोर्ट नजिक छ है। कोही विदेशबाट आउँदै हुनुहुन्छ भने हामी यहाँ हेरिरहन्छौँ। तल कमेन्ट गर्नु होला। या ल्यान्डिङ भयो अब ल। वा यो त नेपालबाट आउँदा अता नचिम किन तल यहाँ अब खाना खुवाउने नि लगेर खेल्न देऊ न एकछिन। उनीहरूको त्यो पावर कम गराउनुपर्छ क्या। अनि उनीहरू आफै जान्छ। छोरो आउनुहोस् इन्जोय गर्दैछ त्यसले। अनि एकचोटि राख्न त्यसलाई, भुइँमा राख्न यसलाई। इन्जोय हुँदैछ कि यिनीहरूको। सो गाइज तपाईँहरूको पनि यस्तो सानो बच्चाहरू छ भने चाहिँ म्याक्सिमम 1.5 घन्टा यसरी राख्नुपर्छ है। चरो ल यहाँ हाम्रो उयो ग्रुप फोटो हानौँ न यार। छोरो आनन अदेन चोरो त यार नमानेको कुचगाङ भन्ने जिगे। ए ढुङ्गा चलाउनु गयो फेरि। हाम्रो बानी बिग्रियो नि त केटाहरूको। कान्छी यता देखाउ त त्यसलाई। आनन अदेन आनन पप चिकनको लडे यार त्यो त अन्डीको अहिले
इ आनन्द हाय आनन्द आदेन हाय Isso tá querendo até os vídeos, pá. ल Oh, यस्तो bom, lá é também. ल ल ल Entendi, meu bro. ल हजुर यस्तो गर्नु न एकचोटि एउटा फोटो हानौँ न Mano, vai entrar. त्यसलाई तल कान्छालाई देखाउँ आदेनलाई पर्दैन आदेनले मान्दैन कान्छा फेरि एउटा प्लेन उड्यो गाइज ठुलो प्लेन यतापट्टि उड्दैन नि त यो त उता ललितपुर साइडको उड्छ है ट्याट के भयो छोरालाई के भयो सानी के भयो के भयो रमाइलो भयो अब जाने माम गर्ने है कति बज्यो अहिले यो चाहिँ माथि चढ्छ ल केटाहरू कस्तो चढ्यो माथि ल हाम्रो केटाहरूलाई के भन्छ क्लाइम्बर बनाउनु पर्छ है माउन्टेन क्लाइम्बर ल यो भन्दा क्वालिटी राम्रो के गाउँछ मलाई भन्दै हो See you guys, love you all. अब हाम्रो बच्चाहरूलाई खाना खुवाउने टाइम भयो अब हामी खाना खुवाउँछौँ प्लिज सब्सक्राइब गरिदिनु होला तिमीले छोराहरूको बारेमा पिक्चरको बारेमा केही सोच्नु छ भने कमेन्ट गर्नु होला See you guys, love you all.